बालबालिकालाई कुट्नु हुँदैन, तर तलाउनु त हुन्छ नि। बालबालिकालाई कुट्नु हुँदैन, तर बालबालिकाले भनेको मान्दैन, पढ्दैन, टेर्दैन, करेन्ट छुन सक्छ, हाम फाल्न सक्छ, मान्छेलाई पनि क्षति पुर्याउन सक्छ र उसको जीवनलाई पनि क्षति पुर्याउन सक्छ, रोडतिर जान्छ हो। अब यसलाई कसरी कन्ट्रोल गर्ने त? पिट्नु त भएन हो। यसको लागि चाहिँ मैले चाहिँ मेरो छोरीलाई, मेरो बच्चालाई चाहिँ मैले कन्ट्रोल गर्ने चाहिँ 3टा तरिका ल्याएको छु, जुन चाहिँ अर्गानिक छ र यो साइन्टिफिकली चाहिँ प्रुभ छैन है। तर व्यावहारिक रूपमा चाहिँ बच्चालाई कन्ट्रोल गरेन भनेदेखि हौसला प्रोत्साहनले पनि एउटा एउटा लिमिट क्रस गरिसकेपछि चक्लेट नि खाएको छ, चिनी नि खाएको छ होइन, गुलियो नि खाएको छ, अनि त्यसपछि जे पनि चाहियो भने छ, लड्देको छ, रोएको छ, जे नि मागेको छ हो, उसलाई डर छैन भने कसरी कन्ट्रोल गर्ने त? त्यसको लागि चाहिँ मैले 3टा फर्मुला चाहिँ सुरु गरेको छु, प्रतिपादन गरेको छु। एउटा छ, मैले एकपटक के भयो भने मेरो बच्चा चाहिँ रोडबाट त्यहाँदेखि उता नजाई छोरी भनेको ऊ माथि रोडमा गछ, अनि मतलब पसलको आन्टीले भन्यो यो बच्चालाई झन्नै बाइकले हानेन। त्यसपछि मेरो सातो गयो, मलाई डर नि लाग्यो, अनि मैले छोरीलाई ल्याएँ बोकेर र ल्याएपछि घरमा ल्याएपछि उसको 3टा पेन्सिल त भनेको नटेर्ने, यसो गर्ने, ल गाडीले हानेर यसरी तेरो पेन्सिल, यो पेन्सिल छ, यसरी गाडीले हान्ने पेन्सिल के हुन्छ, कसरी भाँच्यो देखिस् भन्दाखेरि चाहिँ उसले एउटा पेन्सिल भाँचेको पनि पिर भयो र दोस्रो कुरा ओहो यसरी क्षति हुने रहेछ भने मैले अरू पनि खेलाउन फुटाइदिन खोजेँ। त्यसपछि उसलाई एकदमै डर भयो र उसले भने म जाँदिनँ, अब गएँ भने म सोधेर मात्रै जान्छु भने उसलाई त्यसले जिम्मेवार पनि बोध गरायो कि पिट्नु त भएन, तर साइकोलोजिकली उसलाई पनि त एउटा नलेज त दिनु पऱ्यो नि, उसलाई चेतना त हुनु पऱ्यो नि हो। त्यो गर्छ एउटा। अनि दोस्रो कुरा मोबाइल हेर्दैछ केही गर्दैछ भने ल आइज छोरी भन्छु, मान्दिनँ होइन। सधैँभरि गरेर ल्याएर झगल झुग्रो उठाएर ल्याउन पनि सम्भव हुँदैन, उता टेर्नु पऱ्यो होइन। ल म गरौँ भन्दा मान्दिनँ, केही गरौँ भन्दा मान्दिनँ, अथवा खेलेर बस्छ कता कहाँ कहाँ गएको हुन्छ 10 भन्छु। अब 10 भन्दाखेरि सुरुमा कोही पनि मान्दैन, 10 भन्नुहोस् कि 12 भन्नुहोस् होइन। त्यसपछि 1 2 भन्छु अनि 8 9 10 अझै टेर्दिनौ भन्छु, टेर्दैन। 10 भनेपछि ठ्याक्कै उठाएर लिएर आउने हो। म खाँदैछु, उसलाई लाग्छ खाँदैछ आउँदैन जस्तो लाग्छ नि, त्यही बेलामा जान्छु। म अथवा नुहाउँदैछु भने पनि मुख धुँदैछु दाँतमा झ्याउने छोरी 10 भन्दाखेरि छोरी आइपुग्यो भने म त्यतिखेरै गरेर लिएर आउँछु। त्यसपछि उसलाई के इम्प्याक्ट पर्छ भने यसले जहाँ जस्तो अवस्थामा पनि 10 भन्दाखेरि गर्न भने बाबाले मलाई ल्याउँछ भन्ने पर्छ, र छोरीले आफ्नो काम छोडेर भए पनि ऊ नुहाउँदैछ भने पनि बाबाबाट आउँछ। दोस्रो कुरा। तेस्रो कुरा चाहिँ के छ भने कारबाही अर पुरस्कार। उसले केही काम राम्रो गर्यो भनेदेखि तिम्रो 2 पुरस्कार भयो है छोरी भन्छु होइन, अथवा अझै गर्यो भने तिम्रो 3 पुरस्कार भयो भन्छु। यो पुरस्कार सामान्य रह्यो, तर कारबाही भनेपछि छोरी थुप्रो हुन्छ। अब तिमीले मान्यो भने ऐनेको 1 कारबाही, ऐने नटेरिकन बाहिर गएको 1 कारबाही, एउटा चक्लेट खायो भन्दा 2टा खाएको 2 कारबाही, तिम्रो 3 कारबाही भइसक्यो भनेर म त्यसरी कारबाही हुन्छु। अब त कारबाही परिसकिस् छोरी भन्छु, बोकेर ल्याउँछु। किन यसो गरिस् भन्छु, अनि यहाँ गरेर हुन्छ मामु अरू हजुर मम्मीहरूले बनाउँछ, म ढोका लगाइदिन्छु, अथवा कुनै बेला नलाउनु पनि पर्न सक्छ। यहाँ सिधा रो, सिधा बस, चक्लेट नखाने भनेको होइन। चक्लेटले कति असर गर्छ थाहा छैन। त्यो गर्ने भनेको तँ हिलो नहेल भनेको होइन, त्यो सिसा नहेल भनेको होइन, तँ करेन्ट नछो भनेको होइन भन्ने। अनि यहाँ गर्छ सिधा बस, चुप, त कारबाहीमा छेस्, त चुप लाग्नुपर्छ भन्ने। अनि त्यसपछि यस्तो उस्तो भन्छ नि होइन, नाटक गर्छ नि, नाइ त कारबाहीमा छेस्, तैँले कारबाही हुन्छ भन्ने मैले भनेको थिएन, तँलाई 2 कारबाही भइसकेको छ भन्छ नि। गर्छ अनि ल 3 कारबाही थियो, मैले 2 कारबाही छोडिदिएँ, अबदेखि त्यसो गर्छ गरिदिनुहोस्, गर्दिनँ अब गर्दिनँ बाबा भन्छ। त्यसपछि अब कुनै गल्ती गर्न लाग्छ भने छोरी तँ गइस् भने तँलाई फेरि 2 कारबाही हुन्छ बुझिस् भन्नुपर्छ। छोरी चुपचाप हुन्छ गर्दिनँ भन्छ। मैले कुटेको पनि छैन, मानसिक ठुलो टर्चर दिएको पनि छैन, तर डर उसलाई चेतना, उसलाई लेभल अनुसारको चेतना भर दिएको हो। र यदि यस्तो गरेन भने होइन, कति बच्चाको सुगरले, नुनिलो कुराले, जङ्क फुडले चाहिँ उसको लाइफमै इम्प्याक्ट पर्छ भने हामीले रोक्न केही त गर्नु पऱ्यो नि, कि रको रोइ गरेर त्यो चाहिँ टर्चर गर्नु भएन हो। त्यही भएर चाहिँ उसलाई साइकोलोजिकल्ली नलेज पनि दिनु पऱ्यो, चेतना पनि दिनु पऱ्यो, हौसला पनि दिनु पऱ्यो। आज अलिकति डर पनि भएन भने चाहिँ बालबच्चाले, प्रकृतिले पनि त डर देखाउँछ नि त होइन। तपाईँको सिसा खेल्यो भने उसले काट्छ, अनि उसलाई सुई लाउनु पऱ्यो, दुनियाँ गर्नु पऱ्यो, करेन्ट हो भने उसको जीवन जान सक्छ, रोडमा गयो भने जीवन जान सक्छ हो। त्यही भएर चाहिँ साइकोलोजिकल्ली पनि असर नपर्ने तरिकाले चाहिँ त्यसरी म गर्छु। र कतिपय अवस्थामा यो साइन्टिफिकली प्रुभ नहोला होइन, तर मैले चाहिँ यसरी काम गर्दाखेरि काम गरिरहेछ। जानकारीमूलक भिडियोको लागि फलो गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला। धन्यवाद।